आज मैले मेरो काम देखाउन गइरहेको छु है। कोरियामा बसेर यसले के काम गर्छ त भन्नेहरूका लागि चाहिँ यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है। मैले के काम गर्दो रहेछु त भनेर मैले यो भिडियोमा देखाउन गइरहेको छु। हेर्नुहोस् है गाइज, म एक्लैले यो 3टा मेसिन चलाउनु पर्छ। एउटा यहाँ छ है, एउटा है पारिपट्टि छ। यो मेसिनहरू एकदम कन्टिन्युसली चल्छ के हैन। सेटिङ गर्दै चलाउँदै सामान झिक्दै फेरि सेटिङ गर्दै चलाउँदै सामान झिक्दै एकदम व्यस्त हुन्छ यो हैन मेसिन चाहिँ। अनि यो दुईटा सँगै चलाउँदा चाहिँ अलिकति सजिलो हुन्छ। एउटा यी पारिपट्टि छ, यो मेसिन चाहिँ अलिक टाढा छ कि दुईटा भन्दा। यिनीहरू चलाउन पनि एकदम भाग्नु पर्छ के, गाह्रो छ। एक्लैले ती 3टा मेसिन चलाउनु पर्छ हैन। मान्छेले भन्छ नि ओहो कोरियामा बसेर 2-3 लाख रुपैयाँ थाप्छ, ओहो किन सजिलो होला भन्छ नि मान्छेले। तर गाह्रो छ नि हजुर। देखिरहेको जिन्दगी र भोग्ने जिन्दगी धेरै फरक हुन्छ के हैन। के गर्नु, परदेशको ठाउँ यस्तै छ हैन। काम गर्नुपर्छ, नगरिकन पनि हुँदैन हैन। यो 3टा मेसिन चलाउँदा चाहिँ एकदम दौडधुप हुन्छ क्या हैन। फुल्ली एक्सर्साइज हुन्छ क्या हैन। पुरै फेरि यस्तो हुन्छ क्या, नगरी पनि नहुने। यो मेसिन फेरि एउटा चलाउँदाखेरि एकदम कामै नगरे जस्तो हुने हैन। 3टा गर्दा चाहिँ एकदम व्यस्त देखिने क्या। त्यही मतलब बानी भइसक्यो साथीहरू। मलाई त खासै के लाग्दैन हैन। मलाई चाहिँ एउटा मात्रै मेसिन चलाइदिँदा कामै नगरे जस्तो लाग्छ क्या। त्यही बानी भइसक्यो। के गर्ने हजुर, यस्तै छ हामी परदेशीको जिन्दगी। काम गर्नु परिहाल्यो। हामी आफू बेचिएर परिवारको खुसी किन्न हिँडेको मान्छे, काम त गर्न परिहाल्यो। तर हामी 12 घन्टा ड्युटी गर्छौँ, हामी 1 घन्टा पनि आफ्नो स्वास्थ्यलाई पनि टाइम दिँदैनौँ हैन। स्वास्थ्य नै ठुलो धन हो भन्ने सोच गर्छौँ, तर पनि हामीले लागू गर्दैनौँ कि हैन। अर्काको देशमा, बिरानो देशमा हामी दिनरात नभनी मरिमेटी काम गर्छौँ। तर कुनै दिन बिरामी भयो भने यहाँ हेर्ने मान्छे पनि हुँदैन। यस्तो छ कि ठाउँ हैन। यहाँ कामसँग मतलब छ, पैसासँग मतलब छ, कोही कसैलाई चिन्दैन। त्यसैले भनिन्छ परदेशी के हैन। यहाँ हाम्रो फ्यामिली कोही पनि हुँदैन। यहाँ भनेको साथीभाइ हो।